हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू गेमिङ भिडियो। सो आज चाहिँ म खेल्दैछु रोब्लक्समा चाहिँ फ्री फायर चाहिँ मलाई त्यति आउँदैन रोब्लक्सको भएको हुनाले, त्यसैले मैले खेल्दै थियो। त्यसलाई मार्दै गर्दा उल्टै मलाई रिसाउन लागेको थियो। मैले फाइनली मारिदियो। त्यसपछि फेरि म रिस्पन भए। त्यसपछि म दुईटा गन थियो, किङफिसर र M41 अनि गुलवाल। त्यो चाहिँ म गयो फ्याक्ट्रीको फ्याक्ट्रीतिरको साइडमा। त्यसपछि गएँ म एनिमी खोज्दै। एनिमी नभेट्दै दुईटा एनिमी फाइट गरिरहेको थिएँ। एउटा एनिमी मरिसक्यो, अर्को एनिमी उति यसले मलाई मारिदियो। सो फेरि रिस्पन भए। फेरि किङफिसर गन पकडेर फेरि म गएँ। गइरहे यो एनिमी पनि मरिगयो। यो एनिमी मरेको देखेर स्कोप पनि त्यो गरेँ र त्यहाँबाट तल झरे। त्यसमा एनिमी खोज्दै गर्दा एनिमीलाई देखेँ। एनिमीलाई ड्यामेज दिँदा एनिमीले मलाई ड्यामेज दियो। दिन त बोटको एरमा यो उता माथि थियो। यिनीहरूलाई फाइटिङ मेरो यिनीहरूले मलाई एक गोलीको मानि मरिदियो। त्यसैले फेरि रिस्पन भयो। यो मेरो लास्ट गेम थियो। त्यसैले फेरि झरेर किङफिसर पकडेँ। त्यसपछि गएँ म यो एनिमीमा ठिकै झऱ्यो र मैले यसलाई फायर गर्दा यो भाग्यो। मलाई पछि जाँदा यसले बरु लास्ट गेम त्यसैले म लास्ट गेम यति भएमा भिडियो लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद। हजुर।